जजलबा सोप्पी पार्टी ठाउँ चाहिँ जी कुमारी पार्टी लस्कुस नेवा रेस्टुरेन्ट एन्ड क्याफेले उयो ठाउँ चाहिँ जी मे हालामी सुमन बजाचार्य जी हो मेयु चाहिँ ठाउँ प्रिमियर जुगो ठाउँ चाहिँ झिना ब निशा दिदी वेका ध्यान जी ठाउँ आज चाहिँ थोरै साङ्गीतिक खेले बारे खन बला यागु जी सो ठाउँ वेका पिन्ता लस्कु सेन्टर जजलबा जजलबा नवीन जी जो आन दगले नापा जी यो पोडकास्ट फर्मेट अनुसार परिचय मिसे सूर्य मान्छे नि जो निशा दी मिसे सूर्य हजुर सुन्दै जजलोपा जी सुमन बजाचार्य जीको खास पेसा चाहिँ जी मूर्तिकार ख वस्त्र सम्बन्धी अहिले जी चोनी थाहा चाहिँ प्रिन्सिपल बाजुलो हजुर अहिले मको जी ठाउँ यहाँ 25 वर्ष निहान चाहिँ थो साङ्गीतिक फिले चाहिँ आफूले जुम्पति ख तर बिचे चाहिँ थै विशेष आन्तरिक कारणमा चाहिँ जे बिचे पर्छ ग्याप जुल आन ब्याक सोचे आन नोया हजुर छन्दा पच्चा मनोरञ्जन दिदी आन थो सङ्गीत छेले चाहिँ बिस्तानो पला कम ब्याक जो नानी हो जुदाई अहिले ठाउँ उठो ले वैमा ठुकै छपु लाइन सुर्याएकी छु ज्यू होला ज्यू ज्यू प्लिज ले वैमा जितायमा तिमीलाई जाथे थिमा ले वैमा जितायमा तिमीलाई जाथे थिमा संत खाली वो जिगु निकले आते हैं कुछ से चलेगो क्षमता खसानी से जिगु थो मन मचो सुबारे जुदाई थो मे बारे पटी खन बला यामाले तुके राइटर सुजुला तुके या चोमी चाहिँ जे नापान्छे संगीत जोरे जुन पासा फिरोज बजाचार्य जुल फिरोज बजाचार्य हजुर वेका नयाँ चाहिँ थो कुनै चाहिँ बेटे जुल संगीत संयोजनमा वेका नयाँ नाति जुल नाप स्टुडियो न जी वेका से अनि वेका स्टुडियो ने चाहिँ थोरै वेका हजुर अहिले जाया थु मे सुटिङ यु दौरान अथवा जाइन रिकर्डिङ यान्सन हमले अथे छु मेमोरेबल मोमेन्ट छु सेरेन्डियल नगरले मेमोरीले आयो को दो मलाई हजुर मदेन जी छपु जुको कन्जायर हो जस्तै जी थो ले नप्लेमा ले वेमा ले नप्लेमा दै जिको खास फर्स्ट मे नप्लेमा जुल हजुर तो आयो लागि चाहिँ अन्तिम म्युजिक चाहिँ ले वेमा जुल थो खास फिर जब जुन सलो जो हिसाबमा चाहिँ 25 वर्ष देमा चाहिँ संगीत फिले हो यार न हजुर छंगो पहिला मे यहाँ सोटा दर्शक इंसान एकदमै रुचे या प्रिमियर दिया चाहिँ आछिसा ठन्डा 25 वर्ष दो दिया ने हजुर चाहिँ छ ठुकै ये कन्टिन्यू हिसाबमा लेन अपले ल्याम सिम्पली हाना लेन अपले दिले ने वेम दिले 50 मन पेसा ये किला भयो छ अब हिसाबमा चाहिँ निबुने जो हिसाबका तो ने वेम चाहिँ प्रिमियर जो छ ल हजुर ले प्रिमियर जी नापान चाहिँ आउँछ साङ्गीतिक छ पासा हिसाबमा जो वेको त नब्ला पहिला सोनो र वेको त न जितो सटिखना हम जीवनी दे लसुस याकना दे खुशी र वेको लिसन जोनी सबो नापा जीवो फय सोलो आइबन हजुर नापा हाल काउन्ट हो हजुर वे वो मिन एकदम जीवो ने नप्लेन फेल गए उटिका लोगो वापि मे बोल छु जी मे चाहिँ खमुला दे कृपा जो सा हजुर जुदाई थोचका निमो ढुले आना पनि मासु होला अब मे हालो चाहिँ सन्दर्भ चाहिँ मलाई के वर्ष बताला लगभग 58 साल रेकर्ड जोड्थे 57 साल 58 साल हजुर हजुर जुको सय एज उले यही फिर से ना मेरा माया लगा मेरा मेरे को सुना ये कोई मौका है हजुर प्रीमियम चित्रकार गर्न सक्ला हामी त मरे मतलब यो कला विषय श्रद्धाञ्जली हजुर
प्रेमलाई के माया नदी त नमिल्दा छ अब में चाहिँ थिएन कमला देखे पर्खा जोसा छता खोज्न पर्ला मानिसो कमला देखे पर्खा जोसा छता खोज्न पर्ला मानिसो दुईटै मलाई सुमन दाइ कमला छु ससधासा दिके त छङ्के थाहे गो यो सुगाएला छ लिसाइदिरहेको छ उन मासु ल ठाउँको नि लिसा दिदी अलमोस्ट फुकाउँ एकदम लोकाउँ भन्छौँ लु होला उके लागि दिदी थ्याङ्क यू सो मच ल ठाउँको नि पुलाउ पुस्ता नु पुस्ता यो साथसाथमा गैर नेवातेसँग एकदम अट्र्याक्ट गर्छौँ लु होला अहिले गिर्छौँ दिदी ऊ थोरै भति एक्सपिरियन्स नि सेरियालाई दिदी सुरु गेना झुल ल तिनी 57 सालले थाइदियो फर्स्ट मे चाहिँ सुमन दाइ 58 सालमा चाहिँ सुरु चाहिँ हजुर अब हालो चाहिँ अझै 58 साल 58 साल दिदी फर्स्ट मे चाहिँ सोलो कि डुएट फर्स्ट रेकर्ड जुन सोलो ख जो के सुरु हाले दिदी सोलो चाहिँ नि फुट दाजुको छौ भजन दो नेपाली भजन छक्ल ऊ चाहिँ नेवा हजुर हजुर नेवामा चाहिँ तोताओमा के जो याता तोताओमा के जो याता लोमन के तस्का थकोला चस्सा शैगो लुगा दखै चस्सा शैगो लुगा दखै जिन्दगी मलने गो भाजुला जिन्दगी मलने गो भाजुला हजुर वाह सुबह दिदी पहिला निनले गयो आनन्द होला दिदी सहे जो गयो जिठो कुटा यहाँ चाहिँ नन जस्तै चिन्नु पुस्ताहरू नि जस्तै नानु यो झुल थङ्कोने चाहिँ झिया छु छिपट्टि चाहिँ वातावरण मराया ढ्याउ कि गेरा गएको पछि ठु चाहिँ ठु तर फर्का म खै जान्छ अब के लागि दिदी पनि मेन एकदम हेर्दै चोन्डु हो मलाई नानु गुली खलास खलाइ मसो चाहिँ दोस्ला सित वातावरण न अटे जाउन होला न ख जी चाहिँ हानो बानो नेवा मको हजुर हजुर एजिया न किन भन्छ त्यहाँ बच्चा पाल्नु चाहिँ ल्याउपट्टि गर्दा हुँदै हजुर हजुर अहिले नेवा मको ज्या न उता चाहिँ हजुर जुन नानु त चाहिँ नेपाल भाषा खलाइ कि नेपाली मम्मी चाहिँ नेवारहरू भयो पापा चाहिँ शेर्पा हुन्छ मेरो अनि अब मलाई अहिले अलिअलि नेवारी बुझ्छु नि म बुझ्छु अनि त्यसपछि नर्मल्ली बोल्दाखेरि फर्काउन पनि सक्छु त्यसको रिजनै मैले आफ्नो मामा घरको मासँग हजुरमासँग नेवारी बोलेर मात्रै हो क्या उहाँसँग मात्रै मैले नेवारी बोल्न पाएँ अरूहरू सबैजनासँग नेपाली नै बोल्थेँ अनि म ठुलो हुँदै गर्दाखेरि चाहिँ मम्मीहरूको दिमागमा के कुरा पनि आएन होला भन्दाखेरि अब उसले नेवारी भाषा बोल्नुपर्छ भन्ने पनि त्यति अवेरनेस नै थिएन त्यतिखेर चाहिँ त्यस्तो बिग डिल लागेको थिएन अनि त्यही भएर नै होला धन्न हजुरमासँग बोलेर शेर्पा ल्याङ्ग्वेज कतिको बोल्नुहुन्छ फेरि म शेर्पापट्टि पनि मलाई शेर्पा ल्याङ्ग्वेज पनि बोल्न आउँदैन कि किनभने मेरो घरमा मेरो पापापट्टिको हजुरमा हुनुहुन्थ्यो अनि उहाँहरू सबैजना नेपालीमै मसँग कम्युनिकेट गर्नुहुन्थ्यो अनि मेरो पापाले पनि फेरि उतापट्टि शेर्पा ल्याङ्ग्वेज सिकाउनुपर्छ है भनेर चाहिँ हुन्छ नि त्यो कुरामा चाहिँ उहाँले फोकस गर्नुभयो हजुर भन्नाले मातृभाषामा चाहिँ त्यति फोकस गरेन प्रायः सबैसँग अब युज टु भइरहेको भाषा भनेको नेपाली नै भयो त्यही क्यारी अन भएछ होइन अनि फेरि पापा राइटर पनि हुनुहुन्छ हजुर अनि नेपाली नै उहाँको अब उहाँलाई नेपाली ल्याङ्ग्वेज नै मनपर्छ क्या उहाँको शुभ नाम निश्चित भयो उहाँको नाम चाहिँ युमास शेर्पा हजुर अनि उहाँ गीतहरू पनि लेख्नुहुन्छ कि लेखेर कलेक्ट गरिराख्नु भएको छ अहिलेसम्म त्यस्तो
पब्लिस चाहिँ गर्दा जो निसा दिता छ उन मासु ल वेगन छु मे चोया दिउ निसा नि हाला दिउ अटे छु दुला जो वेको शब्द चाहिँ आज छौ भजन कम्पिटिसन छौ भजन हाला हजुर फर्स्ट डे लाग्यो जो हेन नि फलाई गाना चाहिँ हजुर वो भजन चाहिँ हेरा 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 श्री राम रघुदैछु तिम्रै धाम माया मोह त्यागी तमाम प्रभु आउँदैछु तिम्रै धाम माया मोह त्यागी तमाम हेरा 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 श्री राम हे राम हे राम हे राम श्री राम हजुर वाउ थ्याङ्क यू दिदी जस्तै दिदी नेपाली नहालिदिए नेवामे नहालिदिए मलाई नेपालीको नेवा हालिदिए दित्त चाहिँ पर्सनली चाहिँ छु मे हालिदिए सन्तुष्ट छु रे सन्तुष्टला थयो मा भाइ मेहाले जुल हजुर ओए कारण लिमछि बसले दुला आतकलो मतोटा हजुर। थयो भाइ मतोटा हजुर बांगा पेनान मारे अझ निरन्तर के लगे जाछन् हजुर एजियानो तो टाइम एउटा चाहिँ नेवा खेलेन यति बांगा हो हजुर ने त बाबालाको त्यहाँ हजुर। अनि नामी पनि छ न अनि मारेको छ अलिकति छैन विकासहरू हजुर नेवा भए यो मेहरूले सन्तुष्ट छु जस्तै दिद्द चाहिँ निसा देसार्दा मनु त्यसो मस्यो हो होला अथवा दिदी गनौ उम्लेपट्टि चाहिँ रिकगनाइज जो सुरु जो छुमे निसे खस पुरा नेपाली हो नेवा मेरो यो चाहिँ 58 सालमा चाहिँ मेरो पर्छ ल अनि नेवा समुदायले चाहिँ जुने हजुर हजुर अनि लिपा चाहिँ 2066 सालमा चाहिँ रेडियोले सिङ्गिङ कम्पिटिसनले फर्स्ट लाग्यो हजुर हजुर त्यो गायकले फर्स्ट लाग्दै चाहिँ यो गजल नेपाली आधुनिक न त फिल्मी होइन त्यहाँले हो हजुर वो ढुङ्गा चाहिँ 67 साल जमाना खराब शराबको गजल छ हजुर अनि तिम्रो मेरो सम्बन्धको चर्चा चल्छ हजुर हजुर वो निफु गजल चाहिँ एकदमै चर्चा होला वो टाइम मान्छे चाहिँ साथी साथी जो दिदीको छ तिम्रो मेरो सम्बन्धको चर्चा चल्छ चल्न देऊ तिम्रो मेरो सम्बन्धको चर्चा चल्छ चल्न देऊ दुनियाँको कामै हो दुनियाँको कामै हो जति जल्छन् चल्न देऊ तिम्रो मेरो सम्बन्धको चर्चा चल्छ चल्न देऊ दुनियाँको कामै हो दुनियाँको कामै हो जति जल्छन् जल्न देऊ तिम्रो मेरो सम्बन्धको चर्चा चल्छ चल्न देऊ वाउ दिदी बेला दिदी एकदम मेनुले एकदम पर्फेक्ट सिङ्गिङ मलाई पहिला सानो हजुर जिउला बिच ग्याप जो मलाई 58 सालमा चाहिँ सेकेको अहिले 5-6 वर्ष जति क्लास कन्टिन्यू छ ल हजुर अहिले हान ग्याप छ ल त्यो चाहिँ अलि पाले हान सुरु हैन जस आज यहाँ क्लास ज्या छ त आना सेना सुनो कि दिदी सेन मस्ते सेकाउन जो अझ सिनिउ न ज्या छ त सेकिउ न ज्या छ अलि दिता झलक्क याद हो सुन गुरु ना याद हो हजुर अझै पहिला सुरुले सेको चाहिँ गुरुदेव कामत सरको हो हजुर अहिले ईश्वर माते सर नजुल भानुभक्त ढकाल सर जुल हजुर अहिले रोयालिपा रविन्द्रनाथ श्रेष्ठ सर नजुल
अहिले रिसेन्टली चाहिँ श्री केसी सरको क्लास हजुर हामीले सिनु प्रोसेस चाहिँ गब्ले सिरै होला न्याउको सिमासा चलो गुली द्वामन उली वो समुद्र यो गहिरो आव हजुर समन उले द्वाम बसी महन सा गुली ढाउनु उली अझ धरिका छ गुली ढाउनु उली तराउ जाउने हो आफिनी नसक्ले ल जब जिस ल एक समुले चाहिँ खाने अब गाउन सक्ले ल भोलि गएर त यहाँकै सेकुसा सुन्दा मगा दिदिन छु लिरिक्स सोया थयो लिरिक्स चाहिँ म्यालाउन अटे छु लिरिक्स चाहिँ हातमा यहाँ नि हात हजुर कम्पोज चाहिँ गानाहरू जिमी हाल्यो र अनि सोच चाहिँ गब्ले हो नै हालिरह्यो ल म चाहन्छु एकदम यहाँ सोच हजुर चाहिँ यो वातावरण नयाँ लानु बाजा पनि काकाको मिहालीले भजन हालेले गाफा हालेले एकदम होइन वो खाना जाउँले चाहिँ वो वातावरणले के जो चाहिँ अब गाउन एकदम सङ्गीत मन पसाउँछ ल हजुर त्यही चाहिँ मिहाली योगा अहिले एफएमदेखि वो प्रोग्राम त उहिले पनि होला मिहालीको प्रोग्राम उहिले चाहिँ फोन मार्फत मिहाली टिम प्रोग्राम चाहिँ फोन हजुर हजुर मिहाल्यो हजुर जुजो चाहिँ लुगाहरू सबाला छ सेकी अरू क्लासका नेवाजुले चाहिँ प्रोनाउन्सिएसन चाहिँ उसले हुन्छ कमजोरी चाहिँ दुर्गाले चाहिँ मिलेका चाहिँ छोटो खाँदो सुधारेको छ सँग बाँडाहरू होइन हजुर यो सुझाव सल्लाह नै होइन सिकाउनु बिस्तारै इम्प्रुभ जाउँछ हुँदो र जान्छ नि जो सुमन दाइ हो अझै चाहिँ एक्सपिरियन्स एरियामा छ सङ्गीत खेले घेना इन्ट्रिजुला दाइ हो जिउन अठ्याएको आजको पिन्छेबा रेपट्टि टोले चाहिँ गरिरहेको छ चाहिँ नापान्छ चाहिँ डाफा पर्यन्त अहिले चाहिँ ज्ञानमाला पर्यन्त चाहिँ प्यान साइडे टोले बाधा पनि सङ्गीतको बाधा पनि छ हो मलाई वो जुझो बुनिया या छिटा दुने पच्चा संगीत चाहिँ अठे सलाका उठेन र मन हेर्छ उठेन अहिले फिल जुला अहिले जो जो बिस्तारै पर्दैन हैन टक टक मन दोसिन आ यान उनवर बाया मला वो यान उनवा पच्चा ठाडा संगीत यो उठेन जुला अहिले पजम चाहिँ बाजित निसा पजम अहिले एकदम मधुर जुन थाम्न वे हिसाबमा पाँच बजे हारिनो कोसिस गर्न संगीतलाई ठाडा अठे यो वे जुला छौटा ओके संगीत यो अलि 8 छु यार वो साली राखेन ओके गए भटाभट अटे मिले जुनु अले ठक अठे ढना ना अले छि छिजो पास मिलियन सम्मान चल्ने सबको 8 मे गुनगुने ज्यानो टाइम चाहिँ सम्झाइन हो यार ए बात सुमन सामने बाला सक मियाले उसका रेकर्डिङ यहाँ छ भएको छ रेकर्डिङ रेट जे ओके अयो ज्ञान चाहिँ हाने जे छुया मोरगा रेकर्ड या गए हो हैन वो जो चाहिँ काश्मीर रेकर्ड जुया फ्रेन्ड गर्न हैन लेन अप में वे गर्न जुया अमर बजार छ हजुर तोले पजल फर्स्ट मे जी निसा दिन म जिगो तो लेन अप में ए हजुर हजुर वेको चाहिँ जी थर्ड मिन्छ सेकेन्ड मे जुल गावे हजुर हजुर लेन अप में यो के जुजु हजुर उसले एकदमै एफएमए न नि पे ठाडा पटिया म जो जिकास जी वो मी हाल्या विम्ब्री सिंगर जी प्रोफेसनल सिंगर ल बिल्कुल हमको जी ठाय प्रोफेसनल ठाय ज्या डुम्ब्री जुला ट्रेन से वे संगीत यो ला पकाया खटा संगीत पचा अच्छा ये यो थ्री ऊपर चाहिँ यो पानी संगीत थ्री हो ये रे चाहिँ को पाला अले वो जो अले मी हाल्ने चाहिँ अले जी संगीतमा यो जो म ठीक न मारे अले जी पचा ठाय बेसिक ट्रेनिङ त पचा यो को मखनी जे पचा बेसिक ट्रेनिङ चाहिँ पचा कया अले छु पचा चाहिँ संगीत यो पचा ज्ञान डेमा त हिसाबमा यो ज्ञान कया कन्टिन्यू चाहिँ ओले जी याना बसर साले ठाय जस्तै 16 आदमी छ न याना 62 साल हजुर 16 आदमी छ याना अले चाहिँ एल्बम या भन्दा चाहिँ अब यसले कनि चाहिँ टय व्यावहारिक त अनि पियानो जुल ब्याजोले अले ग्याप ज्याल जुगेट हाम्रो गाठा चाहिँ जुन नोमेड हो नि त्यही त ब्यालिपा टु फर्स्ट टाइम मेख कि विजय मेउ नै यानो विजय यानो पियाचन भाव लिनु सबै यानो हजुर हजुर त्यही विश्वास दैन हजुर हजुर वो चाहिँ ज्ञान मुनि सके चाहिँ वे गरे चाहिँ खास चाहिँ वे गरिन वे गर्ने संगीतकार
सम्म रचनाकारमा उयो चाहिँ उयोका चाहिँ सब एल्बम टिका भएको बिचमा चाहिँ कन्जुले चाहिँ 6-5 नजुल अले सङ्गीत होइन जो मसीका डो हिसाबमा चाहिँ हजुर नभन जियार नजुल उयोको यो फर्स्ट एल्बम जिबुकले सोलो एल्बम उयो गर्न सब निपो सङ्गीत हो हजुर उयो मसी हिसाबमा चाहिँ चिन्ता हिसाबमा चाहिँ आज सब एल्बम टिका जुनहरू सब नि हाना बिसम्म धाने उमेर सब हारो जुल उयो गर्न रिक्वेस्टमा चाहिँ जे बिहालीबाट हामीहरूका फर्स्ट अब लकडाउन यो सुर्जोका कास्टिङ हो ए हजुर 10 वर्ष ग्याप चाहिँ अनि सुर्जो हामीहरूका उयोमे चाहिँ वमिन सो सङ्गीत रूपमा चाहिँ छौ भिडियो हिसाबमा सबै विषय चाहिँ वमे चाहिँ विश्वासी लागि छौ लगे छौ तासँग झुका भएर वमे चाहिँ हामी ठ्याक्क डाइरेक्टर यो चाहिँ आवाज बना ए हजुर खला विशेष जिउको लागि चाहिँ मोक्सान जिउ टिमै ख तर उयोको यो विश्वासीले लागि चाहिँ एकदमै छौ एप्रोच हुन्छ अब युनिसासँग एकछिन कुरा गरौँ है युनिसा सिङ्गर पनि हो भन्नुभयो अघि होइन सिङ्गर होइन म्युजिक प्र्याक्टिस हजुर मैले सुनेको चाहिँ अघि निल राईसँग कुरा भएको थियो मेरो तपाईँ पनि सायद सिङ्गिङ कम्पिटिसनमा पार्टिसिपेट हुनुभएको होइन सायद 3rd हुनुभएको त्यो एक्सपिरियन्स अलिकति सेयर गरिदिनुहोस् न त्यो कम्पिटिसन हुँदाखेरि चाहिँ हजुर मलाई चाहिँ एकदमै मेरो मिल्ने साथी जस्तो मान्छेहरू हुन्छ अमुक बजाचार्य अमुक वीर बजाचार्य हजुर हुन्छ साथी भनेको अब एज होइन मतलब हो डजन्ट म्याटर साथी जस्तै छ एकदमै उहाँले चाहिँ मैले चाहिँ खासमा गीत त्यस्तो रियाज पनि थिएन अनि मैले गीत त्यस्तो गएको थिएन क्या एकदमै ग्याप थियो त्यतिखेर अनि म पढिरहेको थिएँ अनि त्यसपछि उहाँले चाहिँ तिमीले त पार्टिसिपेट गर्नैपर्छ भन्नुभयो क्या अब त्यो नर्मलवाला फोर्स गर्ने पनि होइन क्या एकदमै गर्नैपर्छ सिरियसली नै सिरियसली अनि त्यसपछि हुन्छ भनेर मैले फर्महरू भरेँ अनि त्यसपछि त्यसमा चाहिँ कस्तो भन्दाखेरि नेवारी गीत गाउनुपर्ने आफ्नो न्यू नेवारी गीत क्या अलरेडी एक्जिस्टिङ गीत आफ्नै क्रिएसन भन्दा पनि कसैले नगाएको रिलिज कभरसँग होइन कि होइन हजुर हजुर अनि त्यसपछि मैले अब गीत खोज्नु पऱ्यो होइन अब लिरिक्स त मबाट हुँदैन त्यो त स्योरै हो किनभने नेवारी बोल्ने पनि होइन मैले होइन अनि त्यसपछि त्यो पनि चाहियो कम्पोजिसन पनि चाहियो कम्पोजिसन पनि मलाई चाहिँ कस्तो ब्राइट टिपिकल नेवारी सङ गर्न मन लागेको थियो क्या एकदमै ब्राइट अब कस्तो युथ बेलामा कस्तो फिल हुन्छ आफूलाई त्यस्तो खालको अनि त्यसपछि फर्स्ट मान्छे नै मेरो दिमागमा मनराज नपर्ने अङ्कल आउनुभयो अनि त्यसपछि कल गरेँ अङ्कललाई अनि तिमी आऊ न त मेरो घरमा अनि त्यसपछि हामी सङ्ग्सहरू डिस्कस गरौँ मसँग छ तिमी सुन अनि त्यसपछि सेलेक्ट गर भन्नुभयो अनि त्यसपछि गएर सङहरू 7-8वटा सुनाउनु भयो क्या अनि 7-8वटा सुनाउनु भयो अनि मलाई चाहिँ अरू कुनै पनि मन परेन त्यही एउटा मात्रै मन पऱ्यो क्या होइन तिमी अब यो गर न अर्को गर भन्दै हुनुहुन्छ सुन्ने बित्तिकै मन पर्यो सुन्ने बित्तिकै त्यो क्याची भएर हामीले पनि सुनौँ न कुन गीत रहेछ हुन्छ प्लिज त्यो गीतको टाइटल चाहिँ गुलिजक बाला हजुर हुन्छ 2 लाइन गुलिजक बाला भाजु मुसु मुसु ढिला चङ्गु गुलिजक बाला भाजु मुसु मुसु ढिला चङ्गु ढ्याक्को सोसा सुमगा गुलिजक हिस्सिदो ढ्याक्को सोसा सुमगा गुलिजक हिस्सिदो गुलिजक हिस्सिदो भाजु गुलिजक हिस्सिदो गुलिजक हिस्सिदो भाजु गुलिजक हिस्सिदो वाह थ्याङ्क यू नानुको त झन् स्वर राम्रो लाग्यो है अनि तपाईँले क्लास लिइराख्नु भएको छ सिङ्गिङ क्लास मैले चाहिँ फर्मली कहिले पनि क्लास लिएको थिएन घरमै मम्मीको सुन्दै अब घरमा पनि मम्मीले सिकाउने टाइम हुँदैन होइन मम्मी जहिले बाहिर अनि जस्ट सुनेको भरमा अन्त चाहिँ अहिले चाहिँ क्लास मेरो गुरु हुनुहुन्छ श्री केसी गुरु मम्मीको र मेरो एउटै हजुर सँगै जानुहुन्छ तपाईँ
एउटै क्लासमा तर म चाहिँ अलिक त्यो बिगिनरवाला क्लासमा अनि मम्मीहरू चाहिँ अलिकति त्यही त सुन्दाखेरि त यो बिगिनरको सो जस्तो त छैन छैन मामुले सिकाउनु भएको होइन कि मामुलाई सुन्दा सुन्दै आफै क्याच गरेको हजुर सुन्दा सुन्दै हो त्यही त राम्रो बाला नि ल एकदमै भाला 지금 년물에 왜라 디디가 초두 मलाई यसमा गएको यो 년물에 चाहिँ पर्फेक्ट सिंगिङ नै लगेछ मलाई सुन्दै ठिक छ एकदम ल ठाउँ पनि हान वेकअप थे छौ नु जेनेरेसन धुनी वेकअप चाहिँ ठाउँ पनि टेक्नोलोजी याना एकदम एडभान्स न जो होला छिउपाली मे सेनि त ठाको नि ठाउँ पनि युट्युब दु मलाई योको प्लेटफर्म दु छिउपालेला चाहिँ कुनै यो तिमी नियन्त्र ट्र्याक्स को क्या कुलेपछि जिएको अब कुलेपछि जिएको सो कपी दई पेन दई अब मेरो बेले सारे हमारे है नि कहना दे सो वैसे तो कर अन्तर खायो अन्तर सो दया छ नि हजुर सारे या मुख पटे चाहिँ दिपापछि लिबो बजेले आधा बजे एक नानीहरुमा दिदी हजुर सङ भेराइटी पनि धेरै हुँदैन चाहिँ त्यतिखेर जे बजाए रेडियो नेपालले त्यही मात्रै सुन्नुपर्ने हुन्छ त्यो बेला फेरि एकदम गाह्रो पनि थियो क्या दिदी रेडियो छु एक्सपिरियन्स होला रेडियो नेपाल रेडियो नेपालले मे हाले दिया रेडियो नेपालले चाहिँ 58 सालदेखि चाहिँ कम्पिटिसन यो लागि हजुर अडिसन दिइरहेको चाहिँ बनाउनु न तर अब्जुले चाहिँ अडिसन चाहिँ दियो नक्तिन सिकेको छु हजुर पासि अझै डोरेमी म्युजिक स्कुल झिमी बजाचार्य सर हजुर हजुर इन्स्टिट्युटले सिकाएको छु उसले अनि न्यामकुमै हुनुहुन्छ दिदी ग्रुपले अनि न्यामकुमा 6 महिना अडिसन पासमा छु ए हजुर हजुर के आउँछु अब रेडियो नेपाल हाले एकदम टफ काममा एकदमै थाहा भयो अनि वो ढुङ्गा चाहिँ 65 सालले होला सो चाहिँ भजन हाल्न धेरै सक्लो छु त हजुर रेशम चौधरी हजुर सांसद हजुर उयोको यो चाहिँ सङ्गीतै जो भजन हाल्नुवाला धेरै शताब्दीमा उसलाई चाहिँ बाबु बोकटी हो जी चाहिँ भजन चाहिँ भाला उयो चाहिँ लाइभ रेकर्ड हजुर वो चाहिँ के एक्सपिरियन्स गयो जो अहिले दिदी थियो आठो नेवा खेले भिडियो फर्स्ट मी पपुलर जो गोबटी छु ल नेवामी हजुर नेवामी न हजुरको फर्स्ट दिन उसले पपुलरै जो नाचाहरू बताउनु है हजुर मेरो रेकर्डियाना विभिन्न झिनेवा एफएम सुनेवा ज्याजुले पियाबले चाहिँ फुल्ली फर्माइस गर्छु हजुर गोमेनो पपुलरै जो छ योको पपुलर जो चाहिँ सुमनको ताप्छ अब चाहिँ सुमन कपाली दाइ हजुर रत्न बेउसी बा यो चाहिँ सप्त सङ्कलन रेडियो चलाउँ न हजुर सप्त सङ्गीत अनि तीर्थ कुमारी मेकअप हालादियो लिपा चाहिँ रि भोकल चाहिँ सुमन दाइ चाहिँ हाल्छु ल हजुर गोमेनो पपुलर छु ल त्यो गीत चाहिँ कति बाजेहरू हुनुहुन्छ नि उहाँहरूले सुन्दै रोएर बस्नु हुँदो रहेछ एकदम पुरानो गीत हो नि त अनि मेरो साथीहरूले भन्छ के उसको उनीहरूको माबाहरूले यो गीत कति सुन्नुहुन्छ बजाइ गर्नुहुन्छ भनेर भन्छ क्या हजुर एकदमै गोमे खास फुलाउ सला राख्नु बेसी हो तीर्थ कुमारी हाल्नु लिपा जीवो सुमन्दाई सले रेकर्ड ज्याले झने मन्दिरसँग त्यही छ हजुर अनि भिडियो न त्यहाँ होला बाँगे त्यहाँ होला अहिले जसो मे युक्ते बामा पछि बाजे पिन्छ युक्ते जो यो त्यो त एकदम मेन मासु होला नामलाई पनि आउँछ बोल दाइ त सबै चलो भयो निमिषा हाल्यो खालीमा दुवट में का दुईट मिसा अथवा ट्राई होला न्यानी छु होला जले जले चाहे जका जसे जसे लुमानी जले चाहे जका जसे जसे लुमानी मन मने मजुला छन्थावया छुजुला मन मने मजुला छन्थावया छुजुला
सुमधुको ताक सयावा जियो मदैछ सुमधुको ताक सयावा जियो मदैछ सुमधुको ताक सयावा ठुलो एकदम नियन्जनो मिए खा एकदम पपुलर एकदम फ्लापडी मिना खा पचा चाहिँ थो मटिना सम्बन्धी अलि जस्तै ग्ल्यामर पाउ बेक्रिने टाइप जुल निवा खेले छौ मटिना युपडी छौ पाप खेलिपडी लेसल्याम युपडी हजुर ल पहिला तुमी चाहिँ आज जस्तै छि पहिला तो सोशल मिडिया रह्यो मरु इंटरनेट मरु टाइम युज ल अबले आछि बा बइले फेले अबले चाहिँ नियन त यो ख मला तर ठौं पनि थे लाटे लाटे मोबाइल मरु भने उके निनो चाहिँ ख तर हालि म भछु तर ठौं पनि अब छि एला लुयो अब ढिज खलाय मासु ल एला लुयो त ओबले ल ठोला छि नेवाचको महु भइ नेवाटेसन एकदमै येका छुंदु भने ठुके एक्सपीरियन्स भति जा सेरेन दिला उनीहरू ठुलो लोकले आधारित काठी भाकाको बिजनेस हो न खास त्यो भाकाहरू चाहिँ नेवाकीले युज मजाउँछ हजुर हजुर त्यसको यो चाहिँ युज जुथे मजाउँदा त्यसोले होइन जुझी तर चाहिँ नियममा हजुर अहिले यसमा चाहिँ त्यो भाका चाहिँ नेवा भ्यायो मे त्यहाँ ओगले चाहिँ नेवारको मुक्ति होला के नेवा तराई हिमाल लन्जित तराई त कसै एक्लो हजुर तराईले चाहिँ तराई बासी किन्छ न लिएका ओम्याएका देखाउँदै छु यो भिडियो त यसो भनेको छु त्यो झिउ चाहिँ नेपाली मौलिक लोकलय हजुर होला ए जुगुले चाहिँ सानो हेर्दै हजुर नेवारी गीतहरू राम्रो आयो हैन ब्याक टु ब्याक अब कहिले कसको हैन युथहरुले धेरै सुनिराख्नु भएको छ नि त हजुर अनि त्यसपछि त्यो गीतहरुले गर्दा चाहिँ उहाँहरु चाहिँ म नेवारै भनेर प्राउड फिल गर्नुहुन्छ के हो त्यो प्राउड फिल गर्ने कारणले गर्दा चाहिँ उहाँहरुले बल्ल आफ्नो कल्चरसँग के भन्छ इन्टरेक्ट गरेर हैन अब यो कुनै जात्राहरू छ भने धीमे बाजा खलतिर इन्भल्भ हुने हैन अहिले एकदम बढिरहेछ क्या यही म्युजिक कल्चरले नै गर्दाखेरि अनि म्युजिकबाट चाहिँ धेरै हुन सक्छ जस्तो लाग्छ यो कुरा म्युजिक इन्टरटेनमेन्टले चाहिँ हैन यंगस्टरहरूलाई धेरै अट्र्याक्ट गर्ने भयो नि हैन हो अनि पप कल्चरले गर्दा नै होला यस्तो भएको अनि इभन जो नन नेवार्सहरू हुन्छ उहाँहरूले चाहिँ ल म किन नेवार भएर जस्तो कुरा गर्नुहुन्छ अहिले त्यस्तो फिल भइरहेछ है सबैजना भन्नुहुन्छ ल म नेवार भएको भए भने त मैले बुझ्थेँ हैन अब सबटाइटलै छैन म नेवार भएको भए मैले यतिकै बुझ्थेँ त्यस्तो कुराहरू गर्नुहुन्छ नि अब कोही त नेवार भएर पनि नबुझेको म किन नसिकाए त्यस्तो पनि भइरहेछ अहिले त्यो फिल भएकै हाम्रो लागि त प्लस पोइन्ट हो नि हो त्यही कुरा हो म्युजिकले मम्मीहरू अनि मम्मी भन्दा पछिको जेनेरेसनदेखि चाहिँ के भयो भन्दाखेरि अरू नन नेवार्सहरूसँग पनि इन्भल्भ हुन थाले स्कुलको इन्भाइरोमेन्टमा नन नेवारी पिपलहरूसँग इन्भल्भ भयो त्यसपछि उहाँहरूले के एक्सपेक्ट गर्नुहुन्छ भन्दाखेरि सबैबाट राम्रो शुद्ध नेपाली नै त्यो एक्सपेक्ट गर्नुहुन्छ नि त अनि नेवारी मान्छेहरूलाई चाहिँ आफ्नो टट ममा आएपछि त्यो कस्तो इन्सेक्योर फिल भएर जहिले नेपाली नै बोल्ने भन्ने टाइपको अब नेपाली नै बोल्न प्र्याक्टिस गर्ने भन्ने त्यो माइन्डसेट भयो त्यहाँदेखि बिस्तारै ग्रेजुअली त्यही माइन्डसेट हुँदै गयो अनि उहाँहरूले आफ्नो छोराछोरीहरूलाई पनि नेवारी सिकाउनुपर्छ है भन्ने त्यो अवेरनेस भयो भएन है अब आफूले जस्तो हेपाई सहनु नपरोस् भनेर हैन मैले नै कति छ म अब जिन उले अब क्लास गाउने सिकाउने होला सङ्गीत सिकाउने टाइमै नि के नेवार भाषा किन्दु मला लेम्सा चाहिँ जिगु खडाइपट्टि अलि जिमे हालिपट्टि टोन नेना चाहिँ उसँग गिजिआइछु त हजुर तिमी नेवार हो हजुर ऱ्यानिनी छु हो किन ऱ्यानिनी ए त्यही भएर यस्तो आएछ के आयो अलिम्सा चाहिँ यस्तो गर्नुपर्ने यस्तो आयो है अरे इम्सा त हामीले ठुला सुधारै या मानि मलाई चाहिँ मेहालमा नेपाली मेहालमा सुधारै यामा यसो तुमलाई
एकदमै हेपेर दृष्टिकोण सोही हजुर त्यहाँ चाहिँ अब बिस्तारै बिस्तारै सुधार यहाँ मला हजुर अनि वो छौ कारण खर्छु आज मस्ते त छुसेनमा त्यसै नि दैथिए मन फेरि त्यो हेपाई हाम्रो बाजेहरूले चाहिँ खानु भएन किनभने कम्युनिटी नै नेवारीमा चाहिँ त्यो त्यो बेला- भन्दा बाहिर नै जानु भएन उहाँहरूलाई थाहा पनि थिएन थाहा पनि नेपाली थिएन। पर्छ भनेर होइन अनि त्यसपछि मम्मीहरू जब अब ल ठिक छ है आफ्नो ठाउँबाट बाहिर काम गर्न थालेपछि चाहिँ अब अरू नन नेवार्सहरूसँग इन्टरेक्ट गर्न थालेपछि चाहिँ त्यो कुरा रियलाइज भएको रहेछ जस्तै अब भर्खर दिदीसँग कुरा गर्दाखेरि पनि खालि त्यो हेपाइ हेप्छ भनेर फोकस अब कसरी त्यसलाई इम्प्रुभ गर्नेमा गयो त्यो फाइटिङ स्पिरिट भएन क्या मेबी त्यो बेला इन्भाइरोमेन्ट पनि दिदीले भन्नुभएकोमा हामी नेवा कम्युनिटीको थोरै भयो होइन बाहिरको बेसी भयो हो त होइन हामी जुन यो काठमाडौँ भ्यालीको छ नि अब पहिला नानुले भने जस्तो हाम्रो मेजोरिटी बेसी थियो अहिले त 76 जिल्लाको मान्छेहरू यहाँ आउनुभएको छ होइन 77 जिल्ला भएपछि हामी झन् अलि अल्पमतमा पढ्दै गयो क्या होइन त्यो भएपछि चाहिँ अहिले हामीलाई होइन कि नानुको जेनेरेसनहरूलाई अलिक फिल हुन थाल्यो होइन हरेक आजभोलि यो टेक्नोलोजीले गरेर युट्युबको थ्रु चाहिँ हामी त सबैमा राम्रो छौँ नि होइन अब हाम्रो खाने पिउनेमा त भन्नै परेन होइन छोइला कचेला यिनीहरू त वर्ल्ड फेमसै भइसक्यो हाम्रो हाम्रो जस्तो त होइन त्यसरी मिलाएर सबै भएको खाना त खाजा त कसको हुन्छ अनि त्यसपछि अब हाम्रो जस्तै ड्रेस भयो होइन हाम्रो आर्किटेक्टदेखि लिएर सबै राम्रो छ होइन अनि हाम्रो अलिकति हामीले ध्यान दिनुपर्ने कि भाषा हो क्या होइन जब कि अब हाम्रो चाहिँ विश्वमै हाम्रो यो रञ्जना लिपि दर्ता छ होइन अस्ति हाम्रो आर्यम दाइसँग पनि कुरा हुँदाखेरि हामीले चाहिँ अब घरदेखि सुरु गर्नु पऱ्यो होइन अब नानीलाई पनि फिल भइसक्यो सायद है म कि नेपाल भाषा एटलिस्ट कि शेर्पा भाषा त्यो त मलाई सिक्नै पर्छ होइन त्यो फिल भइसक्यो तर अब प्लेटफर्म छैन क्या नर्मली नेवारी त म बोल्न सक्छु अब अहिले अलिक ठुलो कुरा गर्नुपर्ने भएन चाहिँ छु हजुर ओके मलाई किन मलाई मन देख्छ 这个拉汉这个这样子的嘛。 अन द स्पोट खले मिस्टेक्स त जुइ नि अहिले वो जुया चाहिँ जी नेपाली भाषा है युज म तर सकेसम्म चाहिँ भति ट्राई एन्ड भिस छ्याड हासे झिन ट्राई चुनाउन जस्तै नानु पिँडायो मलाई लिपा जुजु नानु पिनी फ्यान दियो खर्ने नानु हामीले नेपाली भाषा प्रयोग गर्दै हो लुबेको विषय सिएम भएको छु मलाई जी सपोज नानी फ्यान गर्छ झिन हामीले फलो हुन्छ नि तर नेपाली वा इङ्ग्लिसमा खलान्छ नि मलाई ए जुब्लेला झिम्तो ध्यानै हुने भएको छु झिनेवा जुछ झिङभट्टी चाहिँ एक सोचेन चुनाउन जस्तै झिउ नाच ढाँटे मेन झिउ फोकस थियो इन्टरटेनमेन्ट सिङ्गर्स त मोडल्स त जुए मिस नेपाल जुए मलाई मिस नेपाली इक्जाम्पल कहाँ छ म्याक्सिमम मिस नेपाल फुकमा झिनेवाटै छ तर सुनान नेवा भाषा खलाइ मलाई वो जुब्लेला उबेको लाखौँ फ्यान दे मलाई नेवा फ्यान त्यसमा त अलि नेवा भाषा खै लाग्नु हुन्छ वो जुनी चाहिँ नानु पनि जेनेरेसन नानुलाई भतिभटिसँग खलाएको छ उहिले चाहिँ भति चाहिँ कन्टिन्युटी बिमा छ जी ट्राई एन सुमन दाइ मस्ते त नेपाल भाषा सेन्टर होला जिगो छौटन गर्दाखेरि जिगो कम्युनिटी टोली कमिटीना नेपाल भाषा चले जो हजुर अझै छ नेपाल भाषा त एकदम जे मेरो मुखमा माया चाहिँ एकदम जी दु छे फ्यामिली म चाहन्छु जे बाजे त डक्के जे थय नेपाल भाषा मात्र भाषा ठाउँ पनि झि यसले चाहिँ भति चाहिँ त्यो कल्चर चाहिँ भति माग्दौ खानु छ यही चाहिँ भति चाहिँ कम जाउन होइन थन चाहिँ झिउ त्यो ह्यान्डिक्राफ्ट निस्केका झिउ त्यो भाषा नपट्टि जोग्या जोगाउँछ होला गरे जुल्ला छ जिगो बिजार चाहिँ जुन नि यही रहे चाहिँ गेरा छ नेपाली के छौ राजधानी जुल्ला हजुर अहिले मनोट विदेश हुने रहेछ काठमाडौँ वे छौ ट्रेन अयो जिया अन चाहिँ मनो बस्ती झन्झन बढे जान जस्तै आज छि थयपट्टि संस्कृति जगेर नै यामा थय भाषा नोमा फेरि मनो चाहिँ बिस्तार नि बजार तर ज्याले चाहिँ भच्चा नि भच्चा जम्छु पाउ टेन्डो अयो फिल ज्या थपी भच्चा लिचना ए जुठे चाहिँ द ए फिल जो काठमाडौँले विशेष ना हजुर हजुर जिथा यसले न मजो चाहिँ मको प्रभावलाई हात दे कम हजुर काठमाडौँले चाहिँ अयो चिज अपो खाना त यसले चाहिँ छु भच्चा कम पक्क पुरै आना वस्याना कमला अनिवार्य जे खट ठक ठक हाम्रो तर जीव ठ यसले भाइ जामा खाना छ यसले चाहिँ
यो भाटा पनि चाहिँ छु भन्छ कम जी काठमाडौँले चाहिँ अब थाहा छ जीको कर्म क्षेत्रमा काठमाडौँ झ्याजी हजुर छे चाहिँ यो को चोनमा छ जीको ज्या जीको जक्कै अन काठमाडौँले ज्या चाहिँ हजुर जी अन्य भाटा पनि ठ्याक्क सोले चाहिँ दजै ए फिल जो का अब उन्तक सत्य का हो चाहिँ दैनो आथो 25 वर्ष त मलाई आठो खेल्यो हजुर दैनो एको सुएबले नाचा नानो ढाटे आठो चिसो मिहाला अथवा इन्टरटेनमेन्ट यो क्षेत्र जक उके जक झिसा अट्याक फै कि मेउ छु आइडिया त दैनो डक्ले अपु चिज चाहिँ थ एन्टरटेनमेन्ट एज होला छ मलाई एन्टरटेनमेन्ट जस्तै म्युजिक डान्स फर्स्ट क्लिक जो हजुर ठक्क मनोरिरा झुनेपट्टि डक्ले फर्स्ट आकर्षण चाहिँ वया होला अहिले मेरो विभिन्न माध्यममा मरोला मरो मको तर वो मोन्डेर एकदमै दुने सट्ट मिखा खनसेटमा आकर्षण क्याची जिपले चाहिँ एन्टरटेनमेन्ट एज होला मेरो नाम क्षेत्र चाहिँ मरो मको तर झिसँग अब सेकेन्ड पार्ट जग्गा झ्याप्ने छ म दस जग्गा ओके झे सङ्गीत भचा म मरोपी दाइ मतलब भचा इन्ट्रेस्ट मरोपी जस्तो जग्गा झे कला चट्रे भन्ने होला भाषा चट्रे भन्ने होला उगे जग्गा लिप चिन्ने जग्गा उगे जग्गा पलाटे फेज जिरा चाहिँ ए फिल हो देख्लै पहिला चाहिँ हजुर अथवा इन्टरटेनमेन्ट अरू ठाउँमा अब रञ्जना लिपिको वर्कसप्सहरू भइरहेको हुन्छ नि त्यस्तोहरू पनि छ तर अब मेनली चाहिँ एन्टरटेनमेन्ट अब आजकै हाम्रो यो प्रोग्राममा पनि अब सुमन दाइलाई मात्र थाहा होला होइन सपोर्ट कहाँबाट पनि छैन सबै सुमन दाइले गर्नुहुन्छ होइन त्यस्तो सपोर्ट अथवा कुनै सङ त्यस्तो भनेर के पनि छैन क्या सो त्यो ब्रान्डिङ कतिको आवश्यक छ ब्रान्डिङ चाहिँ अहिले नेपाल भाषाको इन्डस्ट्रीमा चाहिँ सुरु भइसक्यो किनभने अब ब्रान्डिङ मिन्स एउटा सर्टेन फ्यान फलोइङ एकदम स्ट्रङ हुनु होइन अब रोजमान सरको एकदमै राम्रो स्ट्रङ गइरहेछ अहिले सुरु चाहिँ भइसक्यो एकदमै मजाले तर अब नेपाली गीत गाएर जति भएको छ त्यतिसम्म अहिले नपुगे पनि सुरु चाहिँ भइसक्यो अनि एकदमै ऱ्यापिडली पनि ग्रो भइरहेछ जस्तो लाग्छ मलाई चाहिँ तर अब स्पोन्सरसिप्सको कुरामा 1-1.5 वर्ष अगाडिसम्म चाहिँ एकदमै नराम्रै थियो नेपाल भाषा हजुर अब जब अहिले पप कल्चर गीतहरू आएपछि चाहिँ स्पोन्सर्स दिने मान्छेहरू पनि बढ्नु भएको छ अनि अझ विश्वास गरेर दिने मान्छेहरू पनि अहिले बढ्दै हुनुहुन्छ त्यस्तो नभएको चाहिँ होइन 1-2 वर्ष अगाडि चाहिँ अलिक कम नै थियो है यो र दिदी सुधु विचार दिन्छु क्या रहेछ आज नेपाल भाषा युने त मलाई थियो बाङ्ला चाहिँ त्यो अहिले झिनेवा खेलेछौँ कि सङ्गीत खेले मको सामने मेरो विभिन्न विद्या छौँ कि व्यक्तित्व किन्छन् न चाहिँ त्यो थयो मन चाहिँ एकदम अथि याद आयो नेपाल इन्ट्रेस्ट चाहिँ त खाना छ जिउ निकाल्यो थियो बाँडा ल्याउ जस्तो त्यो हाले नै त्यो चिज उन जग्गा जो सामान चाहिँ सामानमा चाहिँ थिएर आउँथ्यो नि छौ सपोर्ट यो भाव दिल नि अहिले के यहाँ चाहिँ ज्यादा अझ इन्करेज अहिले दिदी यहाँ जस्तै पुना पि जुन दिदी सहकर्मी त हुने वेका पि हो ठाउँको नि रोजमान वेका पि नाप ज्याजो याबले बुली डिफ्रेन्स जस्तै पहिला दि त पहिला अफ हो कि अफ हो कि मलाई टेक्नोलोजी अफ हो कि पहिला त्यो हार्डवर्क अफ हो दिदी अब उसले हाम्रो छुट्टै दिन्छु उसले चाहिँ उसले यो सङ्गीत यापट्टि तरिका मलाई अलिकतिसँग प्र्याक्टिस यहाँ रेकर्ड यापट्टि तरिका भन्छ भिन्नै छुट्टै दु चाहिँ भन्छ फरक एकदम अफ हुने ला पहिला एकदमै अफ हुने हाल त्यो बालक डमी नि सिधा अहिले रोजमानजीमा चाहिँ म्याम नेहालीले रेकर्डिङ प्ले अनि अब आयो अनि हाल्यो शब्द नस्याउ गाउने नस्याउ different composers you different methods ale jila nyenno mako asi napala track nyena ale kini recording e bani yana saminja ale hoye banga डमी चाहिँ रहन्छ अहिले शब्द चाहिँ रहन्छ अहिले
थने गयो सिधा थने हाल्यो यहाँ अनि वान डेकै हुन्छ म्याम हुन्छ वान टेकै छिरो उयो कन्फिडेन्स छु एकदम बाला भएर हजुर हजुर रोजवान सर यु कन्फिडेन्स ख मम्मी यु पाखे विश्वास यहाँ होला बाहेँ लगा एकदम अनि वान टेक मे थोकने थयौँ पपुलर झुल्का मलाई छ एकदमै ओ निफुने अथे सोङपिङ टेकियाना यानो एम हजुर अहिले छौ फर्स्ट टेकै फर्स्ट टाइले हजुर ओके झुल्कामा एकदम नेचुरल छ अब छु फिल होला नि ठ्याक्क छ हामीले वान टेकले होइन मे हालिदिले हजुर फिल चाहिँ फर्स्ट टेकमा मात्र आउँछ फर्स्ट टेकमा चाहिँ एकदम फिल आउँछ त्यसपछि टेक धेरै हुँदै गयो भने अल्छी लाग्छ कि अल्छी लाग्छ राम्रो पनि हुँदैन त्यस्तो नि होला अनि त्यो अलि एरिया चाहिँ त्यो रेकर्ड जुल मिक्सिङ ज्या त्यहाँहरूले चाहिँ जिगो छु नेचुरल टोन डोमुला वे छु ओके छु या बनावटी छु अब मिक्सिङ एकदम मन पुरा रिवर्ब सुसु भनेर अयो फ्लेमहरू छ जिगो छु र भोकल वे यो उकेला हरेक चिजमा ठ्याक्क मिले जो छु उके चिया मनोज व मेरिसा मतलब वेकअप इन्सन एक्टनो ठ्याक्क गयो लुएकै हान्दिउँदो होला कम नभएको बढी भएन म ठ्याक्क रियल एक्टिङ एक्सपिरियन्स होला त्यो दिदी ठुएन अनि फुल लाइन छ मेल यु पार्ट हाले चाहिँ फिमेल पार्ट उसो दैन न झाझाला बचिया नया झाझाला बचिया नया ललिताला सुहे कसया घे चुला चाहे लाया कसया घे चुला चाहे लाया चिंता सोया भुभो नयाँ भाजु न भेवला भुभो नयाँ भाजु न भेवला भेलो याद थे दसवला लालुया भेदे चुला जिए लालुया मन खुया भेदे चुला जिए लालुया मन खुया भेदे चुला चाहे लालुया चिंता सोया भेदे चुला जिए लालुया मन खुया वाउ अहिले थयो मे चाहिँ आफ्नै गीत कुनै निकालेको छैन अब फर्स्ट डेब्यू सङ चाहिँ नेपाल भाषाको भयो अघिको कम्पिटिसनमा गएको होला हजुर प्रिपेरेसनमा छ ए हजुर अब हामी दिदीसँग दाइसँग कुरा गर्नु र आजकल तिमीहरूसँग कुरा गर्नुमा धेरै फरक छ क्या मेन भनेको कन्फिडेन्स अब हामीले यस्तो कुरा गर्दाखेरि अहिले पनि हामी कुरा गर्दाखेरि अलिकति कसैले भन्ला कि होइन हामीले के बोलेको अलिकति मिस्टेक भयो कि जस्तो अलिअलि फिल हुन्छ तिमीहरू चाहिँ निर्धक्क भनिदिन्छ क्या होइन अहिले चाहेको पनि खास त्यो हो नि पहिला अब हामी खास यो नेवा कम्युनिटी पनि अलि अगाडि बढ्न नसकेको है अब हामी यहीँ बस्नुपर्ने हुन्छ अरूले भन्ला भनेर त्यसरी हो क्या होइन अलि दबिरहेको हो नि अब घर छेउमै कुकुरहरू बसिरहेको हुन्छ घर छेउमै को बसिरहेको हुन्छ आफ्नै होइन रिलेटिभ्सहरू अनि केही भन्न पनि मन नलाग्ने अलिकति भन्यो भने उनीहरूले अर्कै सोच्ला भनेर भनेर डराउने खालको अरूले के भन्छ भनेर होइन जस्तै अघि नानुले भन्यो नि फर्स्ट टेक गर्दाखेरि चाहिँ फुल कन्फिडेन्स हुन्छ अनि होइन तिमीले अलिकति मिलेन यो मिलाउनु भन्यो भने अनि कन्फिडेन्स लुज हुँदै जान्छ नि सेम त्यस्तै क्या होइन हामीले अब के गायो उसले भन्ला कि कसैले के भनिदियो भने अनि त्यो डर हुने रहेछ क्या होइन अर्को हाम्रो माया मधुला माया मधुला हुन्छ ऊ जसले नाभा त्यो भटिजा खानावाला यामा छ ल फर्स्ट चाहिँ एलालुया झुल अनि माया मधुला झुल मलाई सो माया मधुला हालिले न फर्स्ट एकै कम्प्लिट एन्ड दियो कि सेम आधा घन्टा म हजुर ब्याकिङ भोकल छ कि दुईटैमा मेरो ब्याकिङ भोकल ए माया मधुलामा अनि एलालुयामा पनि हो तर एलालुयामा पनि छ र ब्याक भोकल दुईटैमा उसको ब्याक भोकल छ अथे जे ठक्क ठक्क सेम सा अथे दुरे जो दिएगा सेम सा वेगो भटिजा टीको टाइपको झुला वेगो चाहिँ अलि हस्किट हो कि भटिजा ठाउँको नि दैन सँगै जेनेरेसन द लोबटी सङ हुन्छ तिम्रो पर्सनल फेभरेट हैन जुनै भाषामा भयो नि दुई लाइन सुनौँ न
me close and hold me fast. This magic's very fast. This is slowly all losing. When you kiss me, heaven sighs, and though I close my eyes, I see that we all losing. When you press me to your heart, I'm in a world apart, a world where roses bloom. And when you speak, angels sing from above. Everyday words seem to turn into love songs. Give your heart and soul to me, and life will always be lovely. वाउ थ्याङ्क यू हुन्छ त्यही त अब यो गीत सुनेर फेरि त्यही भन्न मलाई होइन अहिले चाहिँ अब यङ जेनेरेसन तिमीहरू नै हो अगाडि बढाउने होइन अब अघि तिमीले भनेपछि पप कल्चर चलिरहेछ अब त्यससँगै म्याच गरेर होइन जस्तै एलालुवाएको इक्जाम्पल जस्तै आफूले कसरी अब आफ्नो भाषा पनि अलिअलि पुस गरौँ होइन सबैलाई मनपर्ने बुझ्नै हुनु पऱ्यो जो दाइ ठाउँ गे जुल दाइहरू ठाउँ जी खास यो कोतरम प्रोग्राम yana religia बिजाजि खास मको मरु तर पासे यो डिग्रेसन चाहिँ यो को बात छ लगभग फिले वेटर जुन्दो अच्छा पासपिन सर्कल दो पास पासपिन छ नपले वातावरण नभए हजुर त्यही किसिममा चाहिँ टिम यो चाहिँ जो ल होइन आसुमनजी त यो बधाई दिन होला कोहीको हुँदैन यो 2 वर्ष लुका म्युजिक भिडियो त्यहाँ आउँदो मलाई मेन बालाको त्यो चाहिँ निरन्तर जिम्मा लाग्छ यसले एकदम बाबालाको मेटा चाहिँ त्यहाँ होइन सुमनजी दाइको बधाई शुभकामना धन्यवाद सुबह जो अहिले ठो चाहिँ झिफुको सल यहाँ आयो भन्नु भएको छु दिदी ल ठो टाइम त यो झिउ लागि पर्फेक्ट टाइम गर्छु स्टार्टिङ तो निवा ख्यो हरेक क्षेत्र बालन चुंदु मलाई चाहे पोलिटिक्स निसे गया मलाई चाहिँ हरेक फिल्डले न्याउनु छु टाइमले झिसँग एक अर्कै त मलाई चाहिँ म्युजिक फिल्डले चोपी फुको छपो झ्या छपन सरी जी मलाई फो सहयोग चाहिँ यहाँ मलाई वेगन फो चीज चाहिँ वेगन गले मलाई जी फो चीज चाहिँ जिउ कानु जे खास फायर जो जिमी मुडो एकटा टाइमरले 0 घण्टाको लगेको जिमी एकदम मजुनी वो मुडो टाइमरले तकले 0 जिन हामीले टार्नु छ 5 मिनेट जी एकटा नेवा एकटा टाइम वो एकटा टाइम है मजुनी गाछि जिको चाहिँ फिल जिको विचार चाहिँ जे बचान जे राजनीति फिल्डमा छुन्छ बचा इन्भल्भ गर्नु हुन्छ हजुर द ए फिल भएछ एकटा टाइममा के 12 दिएन आएको चाहिँ वो 12 ला छिमे अथे हाला जन्ना मालिनु हो चिसन नगन इन्टरटेनमेन्ट प्लस ल नगन राजनीति प्लस इन्टरटेनमेन्ट प्लस गेना जो नगन नेपाल भाषा के जो बिमार हेर्नु हजुर गर्न राखिन हो गेना नेपाल भाषा त मिक्स दिया झोल नि मलाई नेवाटुन जिरा आटक फुलले नेवाटुन द खास दबो न प्रब्लम हो छ जि सम नेवाटुन हो स्वाभाविक एक खास ओकेना खास प्रब्लम हो तर झिस प्रस्तुति यावली चाहिँ झिपी अझै लिउन लाउ चाहिँ द चाहिँ एजै महसुस गर्ने एक ठिक ज्या चाहिँ मको चाहिँ अपोसे नि आटक न द फिल जो कन्टेन्ट त एकदम रिच छ है यस्तो कुरामा चाहिँ पार्ट एकदम रिच पनि छ अनि एकदमै एभ्री वेमा हैन टिनेजर्सहरुले पनि ट्राई गरिराख्नु भएको छ तर हाम्रो ठाउँ जुन चापागाउँ छ चापागाउँमा त्यति पनि भएको छैन के मेनली मिडल एज मान्छे र युथहरुले गर्नुपर्ने हो नि अब मिडल एज मान्छे जुन अंकलहरु हुन्छ नि हाम्रो उहाँहरुलाई मतलबै छैन के अनि अझ प्राउडली भन्ने के म त जात्रामा हेरे कति वर्ष भइसक्यो प्राउडली भन्ने के त्यो प्राउड हुनुपर्ने कुरै त्यो त लाजको कुरा हो नि त्यही पनि प्राउडली भन्ने मैले त जात्रा नहेरेको कति भइसक्यो कति वर्ष भइसक्यो भने त्यस्तो माइन्डसेट भएको मान्छेहरु हुन्छ नि अनि त्यही भएर अब चेन्ज गर्ने भनेको युथले नै हो अहिले चाहिँ एकदम आकर्षण चाहिँ यो युथहरुले चाहिँ गरिरहेछ हाम्रो फिल्ममा हैन त्यो सुन्दाखेरि हामीलाई पनि एकदम खुसी लाग्छ के एटलिस्ट ओहो यस्तो कन्फिडेन्स आइसक्यो हैन हाम्रो पालीमा त हामीले अब हामी भन्दा ठुलोले जे भन्छ उहाँले यो गर भन्यो भने त्यही राम्रो नगर भने नराम्रो के तिमीहरूले त हैन एटलिस्ट हैन आफूभन्दा सिनियरले यस्तो सोच्नु नपर्ने त्यस्तो भन्यो नि हैन अब माया मुजुला हैन कति 1 महिना भयो ठ्याक्कै 1 महिना ठ्याक्कै
रेस्पोन्स के छ आलो 1 मिलियन भ्युज थिएन लेखेछ होला जुवा लास्ट डे तुके नै निफु लाइन कान्छी चञ्चल मन बेमानी कान्छी नानी चञ्चल मन बेमानी थाच चना गुल्हा काले मानी माया मदुला माया दसना पचने जुला मजुला माया दसना पचने जुला मजुला कन्ननी कहनानी सुवनी कन्ननी कहनानी सुवनी कथि जना चितने मदनी माया मदुला माया जल मन सुला मसुला माया जल मन सुला मसुला माया दसना पचने जुला मजुला माया जल मन सुला मसुला माया दसना पचने जुला मजुला माया जल मन सुला मसुला थ्याङ्क यू सो मच ल जुवेलाई दिदी हो नानु छौमे पिकाए मान्छ त्यही पिनी पिनी दै नि अबु क्यान छौमे म्याल्यो अथवा माउ म्यान अयु मो अनि mal jadi sungai aja sopi jadi supas pina suyuna jadi oh lyrics tu sa di sini juga pina apa sabu teh lah jadi aja last day guna jadi sopi pas pina di dia fan followers tu malah juga pina so particular message di masa juga जोजोलपा आग्रह sudah sekitar नेपाली अनि नेपाल भाषा जुन कुलिनो मितो त्यहाँ चाहिँ दु dokumen itu ये कादी gitu itu biasa mainly चाहिँ त्यो टाइम में नेपाल भाषा में कोही एक आसना दिए gitu केही लागि नै itu सुधार biasa नेपाल भाषा त फुल्ली माया हेर्दा त्यो माया मतले नो निरन्तर दयाजनीमा सिक्किनेको साथ सहयोगले दयाजनीमा त्यही हो जिवास सुन्दै नजुलपा जिगो मेसेज को नकन्दा जी नक्चिने छपने मे वही माटे पे जिगो थाई पे मे सपो रिलीज होला जिगो फ्ला मेथेन दो तो ने नाप्ले मथे कमल दिखि थेन दो खमेदाना माया मतिना बिरेको जी एकदम आशावादी ठौकने हिसाबमा चाहिँ युट्युब रे चाहिँ सटो निर्देव जा युट्युब रे चाहिँ छिसा सोया सब्स्क्राइब ना लाइक प्लस शेयर ना भिडियोमा आसना कमिटाना नापठेन्डो माइना भिडियो आसना हैन यो त यो युट्युब च्यानल यो नाम छ यो युट्युब चाहिँ ज्योति म्युजिक है अफिसियल म्युजिक वो युट्युबमा चाहिँ 5 प्रसारण नजिक जी फर्मेटा चाहिँ लाइक शेयर सब्स्क्राइब ना चाहिँ वालिदै चाहिँ पर्छ के अरे ठो बाइक युट्युब बाइक दा यो पर्सनली दाइ त सपुते माछा छुके फेसबुक जिगो थायो पर्सनल फेसबुकमा ढुगा छ ल हजुर फेसबुक या सम्पर्क बहाना जो मेसेन्जर को व्हाट्सएप जो जो पर्सनल एकाउन्ट सुमन बजार सारे सुमन बजार जा सजेटले सिसा मलपै यहाँको मलपै दिदी न छ दिदीलाई एकै फ्यान फलोवर्स त जिंदा मलाई सो दितो फलो या माछा छुके छुके सब त्यही जितो फेसबुकै हो एकदम अफिन ला दिदी प्राय एक्टिभ जो फेसबुकै हजुर फेसबुकै फलो yana साजु मेसेन्जर ए अफिस ल मलाई इन्स्टाग्राम ल ओके खाना अच्छा नानुको मेरो म त्यस्तो अहिले एक्टिभ छैन त्यो पनि फेसबुकमा अनि इन्स्टाग्राममा के युनिसा देसार शेर्पा निसा देसार त हरे ठंगरे सायद मम्सी पनि सुन्दैन हो कि दिदी न वेकअप इज जुन ज्यासा फिल्म्स पिकारे दिदी न निसा देसार अथवा छौ अटे छु ब्रान्ड भेगा मलाई आंगने म्यानो एकदम इन्ट्रेस्टेड खनि अनि छौ पिकान दिल दाल्ला हो वो फिल्डले चाहिँ यो एकदम न्याने वन त अफिस हो जस्तै वेकअप चाहिँ ज्यासा ताइदिला मलाई अब ज्यासा त्यासाको अब छौ आर्ट हामीमा छौ कलाकारिता क्षेत्र वही छु यंगस्टर त अटे छौ दिदी खोले म आसा नानु न एकदम इन्ट्रेस्टेड खनि त जयको नकिनेको सोच हो मलाई वो एकदम बालाई छ
होइन तिमीलाई एटलिस्ट तिमीले एडमिनिस्ट्रेसन ह्यान्डल गरेर तिम्रो स्वर पनि राम्रो रहेछ उहाँको ब्रान्डमा त्यस्तो केही आफूले पनि सुरु गर्न सक्यो भने होइन हामीले पनि साथ दिन्छौँ हो त्यस्तो सोचेको अब सोचिँदै रहेछौँ तर अब इम्प्लिमेन्ट गर्नलाई अलिक प्लानिङहरू पनि चाहिन्छ नि त त्यो प्लान गर्नुहोस् क्या होइन हामी पनि साथ दिन्छौँ सकेसम्म होइन किनभनेपछि मैले यसो हेर्दाखेरि अहिले निशा दिदी अहिले एकदम पिकमा हुनुहुन्छ होइन यो अहिले यही राइट टाइम हो क्या अहिले हामीले जो सम्बन्धित ठाउँमा पुगेको मान्छेहरूले अलिकति होइन ट्राई गरेन भने पछि झन् पछि पर्ला जस्तो लाग्यो हो नि हो एकदम त्यसैले एकचोटि यसो सोच्नुहोस् होइन त्यस्तो छ भने एटलिस्ट अहिले त बज्रबारेमै बसेर तपाईँले एउटा अब युट्युबको एउटा च्यानल मात्र खोले पनि पुग्यो होइन अब मम्मी बिजी हुनुहुन्छ भने तपाईँले जहिले अब आज हामीभन्दा पनि इन्स्टाहरूमा सोसियल मिडियामा एकदम फेमिलियरै छौँ होइन त्यसरी अगाडि बढ्दै गर्ने राम्रो हुन्छ जस्तो लाग्यो है एकदम ठिक राम्रो आइडिया जो दीदी नानो थों चिकने टाइम लगी यो को सुगा दुगला आछि हैन लिबा लिबा मे जाजोले नापाए सलो याउ जी थों लागि चाहिँ फ्यामिली सुगा को सुगा